So in case if you are a fitness enthusiastic or you are a fitness freak मान्छे होइन from Nepal, then one of the important thing in your fitness story is definitely going to be your diet. तर प्रब्लम के छ भन्दाखेरि नेपाली खानामा कति म्याक्रोज मिन्स प्रोटिन कार्ब्स एन्ड फ्याटहरू कति छ भनेर एउटा रिलायबल सोर्समा छैन क्या। जस्तो विदेशी खानाहरूको बर्गर पिज्जा या फिर उताको जस्तो पनि वेस्टर्न हेल्दी फुडहरू भयो नि होइन, त्यसरी चाहिँ नेपालको कन्टेक्समा त्यस्तो केही एप अहिलेसम्म छ जस्तो मैले पनि देखिनँ है। But no more. I have created an app called fitness.pikeraai.com. तपाईँ यो वेबसाइट fitness.pikeraai.com मा जानु भने it has like the Nepali food database which shows the macros of नेपाली खाना क्या, particularly नेपाली खानाको जति पनि macros हुन्छ नि होइन, त्यो चाहिँ you can get from this website. Let me just show you. जस्तो हामी दाल भात त खान्छौँ नि है, so if you just go and search for like मुङ दाल भयो एउटा, अर्को कालो दाल भयो जसलाई ब्ल्याक लेन्टिल्स भनेर पनि भन्छन्, अर्को भनेको रहरको दाल पनि हुन्छ नि होइन। सो हियर इज दाल भात जसको एक प्लेट यानि कि 300 ग्राम जति सर्भिङ साइजमा होइन, 520 क्यालोरिज हुन्छ, 18.5 ग्रामको प्रोटिन हुन्छ यसमा। सो बेसिकली नेपाली कन्टेक्स्टमा नेपाली खानाको म्याक्रोज देखाइदिन्छ क्या। दिस इज समथिङ द्याट might really be useful for someone who takes their diet very seriously, किनकि if you want to if you want to be fit then तपाईँले आफ्नो खाना के खाँदै हुनुहुन्छ भनेर जान एकदमै जरुरी छ नि त। र खानामा के कतिको म्याक्रोज हुन्छ भनेर पनि तपाईँले त्यो थाहा पाउनु पनि इज एकदमै इम्पोर्टेन्ट क्या। तर नेपाली कन्टेक्समा केही नभएर मैले आफै नै यो नेपाली फुड फिटनेस पिकेर एआईको फिटनेस बनाएको, जुन अभियसली म यसको नाम चेन्ज गर्छु इन द फ्युचर किनकि इट इज नट रियली ग्रेट नेम टु ह्याभ फर समथिङ लाइक दिस। ओके सो इफ यु लाइक द भिडियो आइएम सो सरी यदि मेरो कम्युनिकेसन स्किल अलिक धेरै फक छ, बट आई होप यु गेट द पोइन्ट। सो या इफ यु वान नो द म्याक्रोज अफ द फुड युर इटिङ, गो टु fitness.pikeraai.com र तपाईँले केही खाना यहाँ जुन डेली बेसिसमा खानुहुन्छ र यो वेबसाइटमा हेर्नुहुन्न भने प्लिज डु लेट मी नो सो आई क्यान एड द्याट फुड है त। सो थ्याङ्क यू भेरी मच।